के तपाईको पोर्टफोलियो अरु कुनै वेबसाइट इङ्ग्लिसमा मात्र छ? आज म हजुरले यस्तो कुरा भन्दैछु जसले तपाईको साइटलाई मल्टिपल ल्याङ्ग्वेजमा ट्रान्सलेट गर्न सक्छ। कम्पनीको लागि इङ्ग्लिस, घरको फ्यामिली र लोकल कम्युनिटीको लागि नेपाली, अनि त्यो इन्डियन साथी जसले इङ्ग्लिस र नेपाली दुवै बुझ्दैन उनीहरूको लागि हिन्दी। अब एकै ठाउँबाट सबैलाई एक्सेस गर्ने मिल्ने भयो। सो तपाईले यो स्क्रिनमा देख्न सक्नुहुन्छ मैले मेरो पर्सनल पोर्टफोलियोलाई बाइलिङ्गुअल बनाएँ, इङ्ग्लिस प्लस नेपाली। अब मेरो मम्मीले पनि बुझ्नुहुन्छ म के काम गर्छु भनेर। अनि अर्को कुरा के छ भन्दा यो नेपालीमा छ, त्यो भएको हुनाले मैले गरेको काम बुझ्नु पनि हुन्छ। र यो सबै कसरी गर्ने? यो सबै गर्न मैले युज गरेँ i18 नेक्स्ट लाइब्रेरी र रियाक्ट ट्रान्सलेसन, त्यो पनि i18 गएँ। र तपाईँको मनमा स्टिल एउटा क्वेसन होला, यसको लागि मैले के दुईवटा वेबसाइट बनाउने त? नो, त्यो होइन। जस्ट सिङ्गल कोड बेस, सिम्पल जेसन फाइल र रियाक्टको हुक्स युज गरेर यो म्याजिक हुन्छ। इभन टगल बटन थिच्दा स्टेट चेन्ज हुन्छ र त्यो स्टेट त्यो स्टेटलाई हामी लोकल स्टोरेज अथवा कुकीमा राख्छौँ। अनि इङ्ग्लिस र नेपाली ट्रान्सलेट मात्र भएको हुनाले तपाईँले कन्फिडेन्सियल डाटा छैन भने चाहिँ सिम्पली लोकल स्टोरेजमा राख्दा चाहिँ सिम्पल एन्ड इजी टु युज हुन्छ। र यो एप्रोच सिम्पल पनि छ। अनि तपाईँले मैले देखाउँछु, मैले यहाँ दुईवटा ट्रान्सलेसन डट जेसन फाइल भनेर एउटा इङ्ग्लिस र अर्को नेपालीमा बनाएको छु। माथिको फाइलमा चाहिँ इङ्ग्लिसमा छ सबै कुराहरू, अनि तलको फाइलमा नेपालीमा लेखेको छु, जसले गर्दा अब मेरो यो पोर्टफोलियोमा इङ्ग्लिस क्लिक गर्दा यसरी इङ्ग्लिस आयो र नेपालीमा क्लिक गर्दा यसरी नेपाली आयो। अर्को बोनस टिप, गुगल ट्रान्सलेटको भर मात्र नपर्नु होला। नेपालीमा नेचुरल संस्थान गर्नको लागि कन्ट्याक्टलाई कुराकानी गरौँ भन्दा अलि धेरै ह्युमन टच फिल हुन्छ। यसलाई तपाईँले जेमिनी युज गर्न सक्नुभयो, च्याट जिपिटी युज गर्न सक्नुभयो र सकेसम्म आफै लेख्नुभयो भने अझ बेटर पर्सनल टच फिल हुन्छ। र यो सबै कसरी गर्ने भनेर मैले यसको डिटेलमा ब्लग पोस्टमा लेखेको छु। तपाईँले फोल्डर स्ट्रक्चर कस्तो बनाउनु पर्छ, अनि नाम के दिनुपर्छ, कसरी इम्प्लिमेन्ट गर्ने, कुन लाइब्रेरी इन्स्टल गर्ने, यो सबै कुरा मैले यहाँ डिटेलमा लेखेको छु। यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने आफ्नो सिस्टमलाई मल्टिल्याङ्ग्वेज सपोर्टेबल सिस्टम बनाउन चाहनुहुन्छ भने यो ब्लग पोस्टलाई फलो गरेर आफ्नो सिस्टममा इम्प्लिमेन्ट गर्नुहोला। लिङ्क डिस्क्रिप्सनमा छ। यदि तपाईँले भिडियो मन पर्यो भने हाम्रो भिडियोलाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र हामी मिल्नेछौँ अर्को भिडियोमा।